छोरी भएर भेदभाव सहनु पर्यो भन्दै भावुक भइन् लोकदोहोरी गायिका निर्जला गुरुङ। गरिन् चिज गुरुङसँगको सम्बन्धबारे खुलासा। पहिलाको जमानामा चाहिँ छोरा र छोरीमा धेरै भेदभाव थियो नि त। छोरालाई धेरै पढायो भने छोराले छिटो कमाइदिन्छ, छोरी त अर्काको घर पराएको घर जाँदैन भन्थ्यो। अनि मलाई चाहिँ हाई स्कुल नै छोडेर भाइलाई चाहिँ बोर्डिङ पढाउन लगायो। त्यो कुरा चाहिँ मैले बाबालाई सुनाएको थिएँ। दर्शकबिन पछिल्लो समय दर्शक श्रोतामाझ लोकप्रियता कमाउँदै गरेकी लोकदोहोरी गायिका निर्जला गुरुङले हालै एक पोडकास्टमा आफूले बाल्यकालमा सहनु परेको भेदभाव र सङ्घर्षका बारेमा खुलासा गरेकी छन्। भावुक हुँदै उनले बाबाले छोरीले केही गर्न सक्दिन भन्दै भाइलाई बोर्डिङ स्कुलमा पढाएको र आफूलाई सरकारी स्कुलमा छोडिदिएको दुखेसो पोखेकी छन्। मैले बोर्डिङ स्कुलमा पढ्न पाएको भए अझै केही गर्न सक्थे होला जस्तो लाग्छ भन्दै भावुक बनेकी गुरुङले पारिवारिक पक्षपातले आफूलाई चित्त दुखेको गुनासो पोखेकी छन्। गोर्खा जिल्लाकी स्थायी बासिन्दा गायिका निर्जला गुरुङले लोक साङ्गीतिक यात्राको सुरुवात निकै कठिन बाटो हुँदै गरेकी थिइन्। उनले कपडा पसल, दोहोरी साँझ जस्ता ठाउँहरूमा काम गर्दै आजको सफलताको यात्रा तय गरेकी हुन्। आज उनी लोकदोहोरी गायिकामा चर्चित नाम मध्ये पर्दछिन्। पोडकास्टमा उनले व्यक्तिगत सम्बन्धका कुरा पनि खुलेर राखेकी छन्। गायक चिज गुरुङसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले भनिन्, अहिलेलाई हामी साथी मात्रै हौँ। म चिज गुरुङलाई दाइ भन्छु, तर भोलिको दिनमा जे पनि हुन सक्छ। तर घर परिवार आफन्तदेखि सम्पूर्ण दर्शकले चिज गुरुङसँगै विवाह गर्नुपर्छ भनेर भन्नुहुन्छ। यो सुनेर रमाइलो लाग्ने उनले बताइन्। अझ कति ठाउँमा त निर्जलालाई देख्दा उनका दर्शक श्रोताहरूले ऊ चिज गुरुङको बुढी आयो भन्ने गरेको समेत उनले बताइन्। म कतिपय ठाउँहरूमा कार्यक्रममा गाबेलामा के भनेर बोलाउनुहुन्छ भने ओ चिजको बुढी आयो भन्छन्। उता चिज गुरुङले पनि यसअघि एक अन्तर्वार्तामा भनेका छन्, हामी साथी हौँ तर भविष्यमा के हुन्छ भन्न सकिन्न। दर्शक श्रोताले उनीहरूको जोडीलाई चिनी जोडी भनेर सम्बोधन गर्ने गर्छन्। निर्जला गुरुङ हाल लाइभ दोहोरी गाउने अब्बल क्षमताका कारण निकै रुचाएकी गायिका हुन्। उनका गीतहरू चर्चामा छन् भने गायकीमा पनि उत्तिकै दम देखिन्छ। हालै मात्र निर्जला गुरुङ र रबिन लामिछानेको स्वरमा रहेको गोर्खा घर काठमाडौँ डेरा नामक गीतले व्यापक चर्चा बटुलेको छ। गीतले युवा प्रेमी जोडीहरूको यथार्थलाई बोकेको देखिन्छ। समाजमा अझै पनि छोरी र छोरामा गरिने विभेद विरुद्ध निर्जलाको अनुभवले दर्शक श्रोताको मन छोएको देखिन्छ। गायिका निर्जला गुरुङको सङ्घर्ष र सफलताको कथा अहिलेका लागि प्रेरणादायी बन्दै गएको छ। दर्शकबिन तपाईँहरूलाई निर्जला गुरुङ कस्तो लाग्छ? कृपया जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन भने नभुल्नुहोला। साथै यस्तै जानकारीमूलक र रमाइला भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको भिडियोबाट भने बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद। नमस्कार। जय नेपाल।